हेलो गाइस, हाम्रो नानीलाई आज सेक्दैछ माइजूले हैन। बिहान पनि नदिनु भएको थियो। अन्त हाम्रो नानी साह्रै शान्तिन छ। हात पर रुँदैन, रुएपछि त अब्बुई साउन्ड बक्स पनि चाहिँदैन घरमा, स्पिकरै लगाइराख्छ घाँटीमा। भन्नु न माइजू, किन सेकिदिनु भएको त्यसलाई चाहिँ? भोलिपछि ठुलो हुन्छ, लौर जान्छ, सुनको फुल कमाइदिन्छ, अन्त बोजूहरू लाएर छम 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 नाच्छ तिनवटा बोजू। फर्स्ट टाइम सुने सुनको फुल पनि हुन्छ भनेर। तिमीलाई के भन्नु चाहन्छ बहिनी? भन्नु भाइ पनि हाँस्दैछ, सुनको फुल ल्याउँछस् नि भाइ? नलाउने मान्छे छिट्टै धुवाले पक्रिन्छ नि। सुनको फुल ल्याइदिन्छ, अन्त बोजूहरू लाएर। होइन हो, बाटो बाटोतिर त्यो मुत्ने मान्छेलाई छिटो त्यो हुन्छ। ठिक भनिस् बहिनी, ठिक भनिस्। जिन्दगीमा फर्स्ट कुरा गरिस् तैँले। हो मेरे यारा तेरे हम अगर पाए माइजल झन्डै मेरो खुट्टा पोलिदियो गाइस। कस्तो जसले आगो फेकेर। सबर जाएंगे म चाहिँ केमा बस्नु र? यसमा बस्छौँ। बेसी तात्यो नि त त्यो भाइलाई छेउमा। सुतिरहेको रहेछ कस्तो मजाले। नुहाइदिएको छ अलि। ए म त खेल्दैछु जस्तो देख्दैछु। भाइ खेल्दैछ? तिमी किन बास्ला पक्रेको? अत्कुइ गएको छैन त हौ। घर झर्छ भनेर। किन माइजूले सेकिदियो भनेर राजु? ल गाइस, फेरि भेटौँला अर्को भिडियोमा।